हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। र म चाहिँ आज चाहिँ इमर्जेन्सी परेर माइत गएको थिएँ होइन। हाम्रो यो चाहिँ माइत घरको जोरथाङ बजारको हाट हो। अनि आज चाहिँ हाट लागेको थियो होइन। अनि त्यही भएर म चाहिँ फेरि माइत घर आएर पनि रेस्ट गरेँ। त्यतिखेर चाहिँ मैले भिडियोहरू बनाइनँ नि त। अनि त्यही भएर चाहिँ अनि बिहान उठेर यसो भिडियो बनाऊँ भनेर सोचेँ होइन। अन्त राति त मैले त्यस्तो बनाइनँ, थाकेको थिएँ र। अनि त्यही भएर नानीलाई अब अचम्म लागिरहेको छ नि त, उसलाई कहाँ आएँ भन्ने भयो होला नि त होइन। अन्त मर्निङ चाहिँ भर्खर घाम लाग्दै थियो होइन। अनि घामसाम लागिरहेको थियो, हेर्नु सक्नुहुन्छ। यो चाहिँ पाहाडको सिनहरू हो होइन। यो चाहिँ पिप्पलेहरू भन्छ। अन्त त्यहाँबाट यसो घुमाएँ क्यामेरा, नानीलाई यसो देखाएको। अन्त त्यहाँबाट यसो हेरेँ होइन। ठिक्कै हिमा दिदी भन्ने थिएछ होइन। उसलाई भिडियो बनाउँछु यता हेर्नु न भनेको, सरमले बुद्धुकै भयो। अनि उसको नानीहरू चाहिँ स्कुल जानुलाई गाडी पर्खिरहेको रहेछ होइन। अनि रेडी भइरहेको रहेछ ठिक्कै। अनि त्यहाँबाट रेडी भएर त्यहाँ एकछिन अन्त त्यहाँ गाडी पर्खिरहेको रहेछ। अन्त आऊ नानी एकछिन भिडियो बनाऊँ भनेको, हाई भनिदियो भनेको। ठिक्कै नानी कस्तो बाठी छ, छोरी हो नि त, छोरी हो त बाठी हुनु पनि पऱ्यो होइन। हाई भनिदियो। अनि उसको भाइ पनि ठिक्कै आयो हो। उसको भाइलाई पनि त्यहाँनिर गरिदेऊ न भनेको, नगर्ने अरे। अनि हाई भनिदेऊ भनेको, हाई चाहिँ गरिदियो। अन्त ऊ चाहिँ गयो होइन गाइस। अनि यो पालि चाहिँ हेर्नु सक्नुहुन्छ, हाम्रो पिप्पलेको सिनहरू हो। पिप्पले के गाउँहरू भन्छ। अनि त्यसो चाहिँ थाहा छैन नि त मलाई। अनि यस्तो दामी सिनहरू छ अब, पहाड छ, हेर्नु सक्नुहुन्छ। यस्तो खोलाहरू छ। अनि मेरो नानीले चाहिँ नुहाइधुवाइ गरिसकेर चाहिँ रेला गरेर मुखभित्र गइहाल्यो पप्पी गरेर हो। अनि मुखतिर हात हालिदिएकै हो। अनि नगर अब कस्तो नहेर चाहिँ कपाल सुकाउनु पनि पाउँदैन। नानी भएपछि चाहिँ यस्तो हुन्छ है, हेर्नु सक्नुहुन्छ। अनि मैले त्यत्तिकै उसलाई खेलाएँ हो। यसबाट मेरो अनुहार पनि घिनलाग्दो देखिरहेको रहेछ। अनि मेरो नानीलाई चाहिँ यसो नानी बाई भनिदियो भनेको, बाई त अहिले मजाले गर्नु थालेछ। मेरो नानी चाहिँ 1 वर्ष पुग्न आँट्यो नि त। त्यही भएर अहिले पुरा कुराहरू बुझ्नु थालेको छ होइन। अनि म चाहिँ 11 मन्थ पुग्यो भनेर भन्नु लागेको, तर उसले भनेन। नक्कल पारिदेऊ न भनेको, नपार्ने अरे नक्कल होइन। नक्कल पारिदियो यसरी भनेको, नपार्ने। अन्त कपाल सुकाउनु पाएको थिएन त्यत्तिकै। यसो कपालहरू हल्लाएँ होइन। अन्त नानीसित खेल्दैछ। उसको भाउजूले त कचाडी कुचीले खेलाउँदैछ। अनि त्यहाँबाट चाहिँ कपालहरू पुस्ने भनेर सोचेको होइन, नानी एकछिन खेलाएको बेला। अनि यसो पारी हेरेको त आमामा घाम यस्तो डरलाग्दो लागिरहेको थियो हो। हेर्दा चाहिँ धुम्म देखिरहेको छ गाइस। तर घामलाई चाहिँ अन्त फाइनली मैले कपालहरू सुकाएर चाहिँ यसो मेकअप सेकअप गरेर यसो राम्ररी भएर चाहिँ तपाईँलाई फेरि मैले भिडियो कन्टिन्यू गरेँ होइन। अनि मेरो नानीलाई चाहिँ त्यहाँ हेरेकै छ हो। के गरेको होला मम्मीले, घिसेर नक्कल पारेको होला भनेर होला नि है। अनि त्यहाँबाट मैले हाई भने फेरि। अन्त यसो यो चाहिँ मैले कपाल सेट गरेको थिएँ नि त। अन्त अहिले चाहिँ राम्रो भएको छ, कपाल हेल्दी भएको छ होइन। नानी जति ठुलो भयो उति कपालहरू पनि राम्रो हुँदैछ। अनि त्यही हो गाइस, अब रात पऱ्यो होइन। अनि त्यही हो, अब मेरो भिडियो हेरेर तपाईँहरू इन्जोय गरिदिनुहोस्। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नभुलिदिनुहोस् होला। मेरै लागि नभए मेरो बेबीको लागि भए पनि तपाईँहरूलाई साथ दिनुहोस्। र म राम्रो भिडियो ल्याउने कोसिस पनि गर्छु होइन। अनि मैले सोचेँ तपाईँहरूलाई पाहाडको सिन पनि देखाउँछु भनेर, र पाहाडको सिनहरू पनि तपाईँहरूलाई देखाएँ मैले होइन। अन्त मेरो मम्मीले चाहिँ, मेरो भाइ चाहिँ भात भुट्दिनु मात्रै, खालि भुटेको भात खानु खोज्छ नि त। त्यही भएर बिचरा ऊ भाइ चाहिँ त्यहाँ छोराहरू चाहिँ यस्तो हुन्छ है। अनि भात तिउन पकाइसकेर चाहिँ त्यहाँ बिहान उठेर फेरि बिहान पनि कन्टिन्यू गरेँ गाइस। अनि मेरो नानीले चाहिँ त्यहाँ हेर्नुहोस् न, मिठाई खुवाइदिएको अरे। आमामा हेर्नु सक्नुहुन्छ हो। नानीहरू भनेको चाहिँ यस्तो हुन्छ। अहिले चाहिँ माया है, पछि ठुलो भएपछि अब कस्तो हुन्छ। अनि खुवाउनु लगाएको छ खाँदिनँ भनेको, जबरजस्ती अनि लासाला गरेर खाइदियो मेरो पालो हो। अन्त मलाई राम्रो हेर्दैछ उसले हो। अनि त्यहाँबाट मलाई देऊ भनेको, होइन पिममा गएर आऊ भनेको। हेर्नुहोस् ल, हेर्नु सक्नुहुन्छ यो आयो मेरो छोरा पिम्मी गर्नु हो। अन्त यस्तो बाठे भइसकेको छ गाइस। त्यही हो, तपाईँहरूले चाहिँ नानीको लागि भए पनि
तपाईँहरूले मेरो भिडियोलाई हेरेर इन्जोय गरेर सब्सक्राइब गरिदिनु नभुलिदिनु होला गाइस। बाई बाई।